नीलो पार्टी जिंदाबाद 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 नीलो पार्टी जिंदाबाद 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 लगडा फुल ट्याङ्की तेल हाल्ने सबले फुल हालेर आउने नीलो पार्टी जिंदाबाद नीलो पार्टी जिंदाबाद फुल ट्याङ्की हाल है अबे साले हरियो पार्टी जिंदाबाद जिंदाबाद मुर्दाबाद मुर्दाबाद जिंदाबाद यति भएपछि 1 महिनालाई पेट्रोल पुग्यो आदरणीय दाजुभाइ तथा मेरा प्यारा प्यारा गर्लफ्रेन्ड गमलाको फुल जस्ता राम्रा राम्रा जनताहरू म तिमीलाई धेरै माया गर्छु नेताजी यो लभ लेटर होइन कि चुनावको भाषण हो मैले जिते भने सबैलाई प्रेग्नेन्ट गरिदिन्छु नेताजी प्रेग्नेन्ट होइन कि प्रगति हो मैले जिते भने सबैको प्रगति गरिदिन्छु अलि राम्रोसँग मिलाएर लेख्न मैले जिते भने यो गाउँ सहर खोला नदी किनारा प्लास्टिकको खोल बाटो घाटो बिजुलीको पोल कुखुराको मासु झारपात सबैको विकास हुन्छ नेताजी पढाइ भन्नु हो क्या आफ्नै दिमाग लगाएको मेरो एजेन्डा सबै सिङ्गलले जिया पाउनु पर्यो भन्ने कुरा हो मेरो एजेन्डा सबै स्कुल कलेज बन्द गरेर डेटिङ जान पाउनु पर्यो भन्ने कुरा हो मेरो एजेन्डा रक्सी खाएको घरमा थाहा पाउनु भएन भन्ने कुरा हो मेरो एजेन्डा भनेको रक्सी किन्दाखेरि शीतन फ्रीमा पाउनु पर्यो भन्ने कुरा हो मेरो एजेन्डा हिँड्दा ठेस नलागोस् कोर्दा केस नझरोस् तर जुम्रा झरोस् भन्नु हो मैले जिते भने सबै सडक पिच हुन्छ पहिला नि यही भन्नुभएको थियो हामी जनतालाई बेकुफ बनाउने पहिलाको त ट्रायल मात्र थियो क्या अब त साँच्चीकै गर्ने हो मैले जिते भने गाउँको सबै धारोमा पानी आउँछ पहिला नि यही भन्नुभएको थियो अहिले त धारबाट मुसा बाहेक केही आउन्न मैले भनिनँ अघि त्यो ट्रायल गरेको हो भनेर मैले जिते भने चोरीलाई लिगल गरिदिन्छु कति नेताले मात्र चोर्ने अब जनताले नि चोर्न पाउनु पर्छ अबे साले मैले जिते भने खुलम खुल्ला भ्रष्टाचार गर्न पाइन्छ कति नेताले मात्र भ्रष्टाचार गर्ने अब पालो जनताको मैले जिते भने सबैलाई प्रधानमन्त्री बनाइदिन्छु कति म मात्र बन्ने आइतबार त सोमबार त मङ्गलबार त चाहिँ शुक्रबार किनकि त सुके हाँस मैले जिते भने सबैलाई डाक्टरको लाइसेन्स दिन्छु आफ्नो उपचार आफै गर्ने सबैलाई इन्जिनियरको लाइसेन्स दिन्छु आफ्नो घरको नक्सा आफै बनाउने सबैलाई मेरो बुद्धि दिन्छु सबैलाई पाइलटको लाइसेन्स दिन्छु आफै जुन देश मन लाग्छ त्यही देश आफै प्लेन उडाएर जाने सबैलाई पुलिसको लाइसेन्स दिन्छु आफै चोर्ने आफैले जरिमाना दिने अनि फेरि आफै चोर्न जाने मैले जिते भने इक्जाम हटाइदिन्छु किनकि पास नभएको पीडा म बुझ्छु म नेताजी तपाईँले चिज चोर्दा तपाईँ समातिनु भएको थियो नि मैले जिते भने सबैले चिट चोर्न पाउँछ इक्जाममा मैले जिते भने बेरोजगारीको समस्यालाई जरैबाट मलजल गर्छु मलजल होइन कि उखालेर फाल्छु यो बाटो हेर्नुहोस् कति धुलो धुवा खाल्डा खुल्डी छ मैले जिते भने यसलाई सिधै मरुभूमि बनाइदिन्छु मरुभूमि होइन कि नेताजी शान्तिभूमि हो शान्तिभूमि बनाइदिन्छु कुन शान्ति खरेल कि भुसाल मैले जिते भने यो गाउँको चोक गल्ली गल्ली जंगल जंगलमा डडेलो लगाइदिन्छु डडेलो होइन कि नेताजी जडीबुटी हो जडीबुटी लगाइदिन्छु नेताजी हेर्नु त अर्को पार्टीको यो त कडा मान्छे जाम नीलो पार्टी जिन्दाबाद जिन्दाबाद अरू पार्टी मुर्दाबाद मुर्दाबाद मासु भात खाइदैन गमाडीको पछि लाइदैन केटाहरू मासु भात पछि लाउनु हुन्न है लाइदैन देशमा यति ठुलो आन्दोलन भयो 76 जनाले ज्यान गुमाए तिमीहरू अझै पनि यस्ता पागल नेताको कुरा सुनेर बसेका छौ यो त पागल खानबाट भागेर यहाँ आएको ल अरू कुरा त ठिकै हो अब मासु भात खाएर जाउला मासु 7 दिन भइसक्यो चुनाव प्रचारमा हिँडेको न मासु छ न रक्सी छ जता मासु त्यतै जनता पहाडमै जायो नीलो पार्टी रातो पार्टी जिन्दाबाद जिन्दाबाद नीलो पार्टी मुर्दाबाद मुर्दाबाद जता मासु भात त्यतै जनता रातो पार्टी जिन्दाबाद जिन्दाबाद रातो पार्टी जिन्दाबाद जिन्दाबाद जाऊ जनता कटु समाऊ नेताको फुस्किसक्यो धोती समाऊ जाऊ जनता जिन्दाबाद जिन्दाबाद रातो पार्टी जिन्दाबाद जिन्दाबाद नमस्ते हामी चाहिँ रातो पार्टीबाट यसपालिको भोट चाहिँ हामीलाई हाल्नु होला है हामीले यो गाउँ सहर देश पुरै विकास हानिदिन्छौँ 2 दिनमा स्विजरल्यान्ड बनाइदिन्छौँ है टेन्सन नगर्नु न हजुरको घरमा 5-5 लाखको बिटा आउँछ कि भोट चाहिँ दायाँ बायाँ होइन ठ्याक्क रातो पार्टीमा हाल्ने हाम्रो उम्मेदवारलाई बहुमतको साथ विजयी गराउँ हाम्रो उम्मेदवारलाई यो खाम पहिला हुन्छ यसपालिको भोट चाहिँ हजुरलाई पक्का भयो ल हामी पक्का भयो है त ल यो त त्यो अर्को पार्टी आएको छ जाम नेता त्यो यहाँ लुकेर हेरौँ के गर्दा रहेछ
र यसपालिको भोट चाहिँ नयाँलाई दिनुहोस्। नयाँले केही गर्छन्, तपाईँहरूले आश गर्नुभएको छ, तपाईँहरूको आश मरेर हामीले दिँदैनौँ। ढुक्क हुनुहुन्छ है त। ल ल यसपालि 100% भोट हजुरलाई। ए यो त दही चुरे रहेछ यार, जोलाई नि हजुरहरूलाई दिने भन्नु रहेछ यार। दिन चाहिँ कसलाई दिन्छ? जानेर थर्काउनु पर्छ। जुन पार्टी आयो नि भोट हजुरलाई तपाईँको यो घरको बाटो पिच हुन मन छैन क्या? हाम्रो उम्मेदवारलाई जिताउनुहोस्, जितेको भोलिपल्टै हजुरको बाटो सर पिच हुन्छ। भोलिपल्ट होइन कि बेलुकै हुन्छ। बेलुकै स्वागत हो र बेलुकै हुनलाई भन्दा अगाडि गरिदिन्छु म। ल भोट चाहिँ हामीलाई गर्नु पर्यो। रातो पार्टी जिन्दाबाद जिन्दाबाद। तिमीले भन्नु कि म नेता हो भन। रातो पार्टी जिन्दाबाद जिन्दाबाद। रातो पार्टी जिन्दाबाद जिन्दाबाद। रातो पार्टी जिन्दाबाद जिन्दाबाद। कहाँ गयो केटाहरू? हरियो पार्टीमा हो बिहार खा। हरियो पार्टी जिन्दाबाद। हाम्रो नेताजी जिन्दाबाद। अन्ना बिहार जिन्दाबाद। फेरि बियर पाएर पार्टी चेन्ज गरे यार। हरियो पार्टी हरियो पार्टी हरियो पार्टी हरियो पार्टी हरियो पार्टी। नेताजी हजुर पनि जाऊ जनता कत्तु समाऊ, नेताको फुस्किसक्यो धोती समाऊ। छ्या नेताजी कस्तो गनाउने पार्नु भएको त। जसरी नि चुनाव जित्ने मैले हो के अरे, अब अबिर लाउँदै गर्नु पर्यो। नेताजी हजुर त हार्नु भएको छ। मैले 1-2 भोटले हारेको हो। होइन हजुरको त 0 भोट आएछ। हुन त यत्रो वर्षसम्म जनताको लागि केही गर्न सकिनँ। देशलाई लुटेँ, भ्रष्टाचार गरेँ। भ्रष्टाचारको विरुद्ध कहिले बोलिनँ। जनताहरूलाई अन्याय पर्दा उनीहरूको बचाउमा कहिले बोलिनँ। जहिले आफ्नो बारेमा मात्र सोचेँ। यसपालि जनताहरू सचेत भएछन्। हजुरको त 0 भोट आए त हजुरको त परिवारले नि हाले छैनन् त। हुन त मैले घरकालाई नि राम्रो मान्छेलाई भोट हाल्न भनेको, म त नराम्रो मान्छे पो रहेछु। अब राम्रो मान्छे चाहिँ नेपाल हो हजुरहरूको।